यो हो नेपालको अन्तिम गाउँ। होला कति निको सुदूर पश्चिम हो झनै निको ठाउँ छ होला कति निको जहाँ सूर्यको सूर्यास्त जादुले महाकाली नदीसँग मिलन गर्दछ। देशभित्रै प्रदेश बनेको ठाउँ, एउटा पुलले मात्र होइन आशाले मानिसहरूलाई जोडेको छ। अलग्गिएको भूगोल तर नझुकेको आत्मा। नेपालको दक्षिण पश्चिम क्षेत्र सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा अवस्थित नेपालको नक्सामा एउटा कुनो मात्र देखिने ठाउँ महाकाली पारीको गाउँ दोधारा चाँदनी। नमस्कार, म अगोरी। आज हामी कथा सुन्नेछौँ दोधारा चाँदनीको। दोधारा चाँदनी भन्ने बित्तिकै दिमागमा सबैभन्दा पहिले आउँछ यो झोलुङ्गे पुल। केही पुल नदी पार गर्नका लागि मात्र होइन, मानिसहरूको सङ्घर्ष, सपना र आशा जोड्नका लागि पनि बनेका हुन्छन्। पूर्वमा महेन्द्रनगर, दक्षिण उत्तर र पश्चिममा भारतको सिमाना छुने दोधारा चाँदनी एउटा मेनल्यान्ड नगरपालिका हो। दोधारा चाँदनी नगरपालिका। महाकाली भन्ने बित्तिकै मान्छे के बुझ्थ्यो भने महाकाली नदी हो भन्ने बुझ्थे। महाकाली नदी भन्दा पारी अब भारत पर्छ अथवा महाकाली भन्दा पनि उता नेपाल पर्छ भन्ने मान्छेको त मनस्थिति मात्र हो। झोलुङ्गे पुल भन्दा उता नेपाल, इन्डिया भन्ने मान्छेको सोच, उता पूर्वतिर मान्छेको सोच त्यस्तो थियो होला। मेरो विचारमा अब यो जङ्गल थियो, कतिखेर त जङ्गल पनि थियो। 2022 या 24तिर 22बाट भनौँ राजा महेन्द्रका पालामा यहाँ बस्ती खोल्यो, यहाँ जङ्गल थियो होला। राजा महेन्द्रले के गर्ने, अब यतातिर जङ्गल भएको कारण उताबाट भारत यतातिर नेपाल भएको जङ्गलमा भारतले पनि अब जङ्गल काटेर अतिक्रमण गर्न सक्छ भन्ने पनि थियो नि त त्यतिखेर। अतिक्रमण गर्यो बस्ती त छैन, अतिक्रमण गर्यो भने भारतले पनि यो भाग लाग्न सक्छ भन्ने हिसाबले राजा महेन्द्रले तत्कालीन टाइममा यहाँ चाहिँ बस्ती बसाल्नुपर्छ भनिदिएपछि चाहिँ यसो बस्ती बसाल्ने भन्ने भयो। यो जङ्गल फडानी गरेर यो भागमा बस्ती बसालिदिएपछि जनताले नै त्यो आफ्नो भूमि चाहिँ सेभ गर्छन्, सुरक्षित राख्छन् भन्ने हिसाबले 22मा चाहिँ यहाँ जग्गा खोल्यो, ऐलानी जग्गा खोल्यो। ऐलानी जग्गा खोल्ने क्रममा जस्तो माथि चाँदनी छ तल दोधारा भयो। दोधारा चाँदनीमा विभिन्न ठाउँबाट भनौँ न देशैभरिबाट खास गरी माथिल्लो बेल्टमा चाहिँ सुदूरपश्चिमका मान्छेहरू बजाङ बैतडी त्यस्तो भयो। यो बेल्टमा अब जस्तो हाम्रो वडा नम्बर 8 हो, यहाँ चाहिँ दैलेख बजाङ बाजुरा अनि मिलाएर पनि छ भनौँ न। त्यसरी चाहिँ हाम्रो बाजेहरूले 22 या 24 सालतिर बस्ती आएर एक घर दुई घर आयो होलान्, जग्गा घेरेर होलान्। त्यसपछि यहाँ जग्गा खोले भन्ने खास गरी अब हामी त दैलेखतिरका मान्छे अनि त्यसरी चाहिँ आएर जग्गा घेरेर फडानी गरेर आबादी गरेर बसेका छ। मतलब चाँदनीतिर सुदूरपश्चिमको मान्छे अनि चाँदनीदेखि तल चाहिँ पूर्वतिर मध्यपश्चिम अरू मान्छे। यो तलतिर बेल्ट यो कसो हुने रहेछ भने एउटा मान्छे कोही आए पनि आफ्नो मान्छे तान्दो रहेछ के। जस्तै मानौ मेरो चाहिँ ठुलबुवाहरू आउनुभयो, ठुलबुवा आइसकेपछि चाहिँ फेरि हाम्रो बुवाहरूले पनि थाहा पायो होला। त्यसरी चाहिँ मान्छेले पहाडको सबै मान्छेहरू आफ्नो आफ्नो मान्छे वरिपरि बस्न चाहे। बाजे चिया तातो भयो। जिउ मेरो शीतलै पार्यो पिपलको छायाले, मौरी घुम्छ रसको लागि म घुम्छु मायाले। म चाहिँ अहिले चाँदनीको ठ्याक्कै झोलुङ्गे नजिकै छु। एउटा रमाइलो बाजेसँग भेट भयो, बाजेसँग सानो मिठो भलाकुसारी गर्दैछु। बाजे हजुरको नाम चाहिँ के पर्यो? मेरो नाम हो बाबुराम खत्री। बाबुराम खत्री है? ए हजुर कहाँ यतै जन्मिनु भएको कि पहाडतिर जन्मिनु भएको? जन्म मेरो दाङ पर्यो। दाङ पर्यो है? दाङ। अनि तपाईँ दाङ मानपुरबाट यता आउनु भएको तपाईँ? तपाईँ चाहिँ यता मतलब यस्तै कृषि खेती गर्नुहुन्छ तपाईँ? बचपनबाट चाहिँ कोही कवि भारत चाहिँ गइयो, कवि कहाँ गइयो। अब लास्ट मतलब यहाँ किन आया छु म त दोधारा चाँदनीमा। दोधारा चाँदनी हजुरलाई कस्तो लाग्छ बाजे? अब निको छ हाम्रो यो मतलब बोर्डरको जग्गा हो। बाजेले अघि भन्नुभएको थियो कि म गीत पनि गाउँछु भन्नुभएको थियो, बाजेको गीत सुनिदिउँ न त। यो गीत मैले यस्तो भने कि जिउ मेरो शीतलै पार्यो पिपलको छायाले, मौरी घुम्छ रसको लागि म घुम्छु मायाले। एकदम मिठो। बाजेले फेरि त मौरी पनि पाल्नु भएको छ है? मौरी पनि पालेको छ और मौरी
के पाल्नु आफै पालिन्छन् आफै पालिन्छन्। त्यो अघि देखाएको तपाईँले त्यो माउरी फुल हेर्नु न त्यो माउरी फुल हुन्। यो माउरी फुल माउरी पनि छ है रथहरू लैजान्छन् थोडा बचाएपछि हामी पनि खान्छौँ नत्र भने उनको खानेको लिए खुराक भइजान्छ। हजुरले के पाल्नु भएको छ गाई भैँसी? गाई पाल्या छ थोडा बाख्रो पाल्या छ एक आध। हजुर हजुर पर हामी त्यसले जीवन पास गरेको छ। तपाईँ घरमा को हुनुहुन्छ? तपाईँ घरमा हामी दुई छौँ बुढाबाडे। बुढाबुढी मात्रै हो है? ए छोरा छोरी नजिकै हुनुहुन्छ है? अझैले भन्नु लाग्नु भएको थियो कि नाति म तपाईँलाई मौरी देखाउँछु भन्नु त। मौरी कता छ तपाईँको? मौरी चाहिँ नाति हेर्नुहोस्। जब यो झोलुङ्गे पुल हुनुभन्दा अगाडि मान्छेहरू चाहिँ कताबाट नेपाल जाँदा चाहिँ कताबाट जान्थ्यो? त्यो खोला घटे बेला त त्यही खोलैबाट पनि जाने चलन हुन्थ्यो। जस्तो खोलामा पानी कम छ त्यो रोकड़बाट त्यसरी जाने गरिन्थ्यो र अब खोला बढ्या बेला बनबासा पुलको बाटो युज गरिन्छ। बनबासा पुल है? बनबासा पुल चाहिँ अब इन्डिया नै हो? बनबासा पुल इन्डिया हो। हामी चाहिँ साना छँदाखेरि बनबासा पुलमा भारत नेपाल भनेर एउटा झन्डा हुन्थ्यो। पुल पारी चाहिँ नेपालको चाहिँ कस्टम बस्थ्यो ठ्याक्क पुल पारी। अहिले चाहिँ इन्डिया कस्टम छ त्यहाँ नेपाली बजार हुने अनि चाहिँ त्यहाँ नेपाली मार्केट हुन्थ्यो। त्यहाँ नेपाली मार्केट हुने यसरी बेच्ने गरिन्थ्यो। पुल पारी कस्टम नेपालको प्रहरी पुल पारी बस्ने पुलवारी इन्डियाको प्रहरी बस्ने होइन इन्डियन पुलिस बस्ने त्यस्तो भन्ने। अनि अहिले चाहिँ थियो महाकाली नदीमा कुनै पुल थिएन। मान्छेहरूलाई दोधरा चाँदनीबाट आफ्नै सदरमुकाम महेन्द्रनगर जानको लागि इन्डिया हुँदै जानु पर्थ्यो बनबासा ब्यारेज हुँदै। पहिले खेतका आलीमा चल्ने गाडीहरू अहिले गल्ली गल्ली पिच भएका बाटाहरूमा चल्ने गर्छन्। हामी छौँ अहिले चाँदनीको कृष्ण हाट बजारमा जो 6 नम्बर बजारले चिर परिचित छ। मेरो नाम प्रवेश हौजी। तपाईँ चाहिँ काम यही गर्नु सिलाइ कटाइको है? सिलाइको काम कति वर्षदेखि गर्दै हुनुहुन्छ तपाईँ चाहिँ? वर्षदेखि इन्डिया गएर सिकेँ हो। ए हजुर हजुर अहिले यहाँ 6 नम्बर बजारमा चाहिँ तपाईँले गरिराख्नु भएको छ। म नेपालकै भूमिमा नेपालकै भूमि हो दोधरा चाँदनीमा बनिरहेको सुक्खा बन्दरगाह तपाईँ देखिराख्नु भएको छ। सबै यो चाहिँ सुक्खा बन्दरगाह बनिरहेको छ। महेन्द्रनगरबाट 12-13 किलोमिटरको दूरीमा मात्रै छ यो। म चाहिँ अहिले ठ्याक्कै चाँदनीको टप टाउको अनि नेपालको र इन्डियाको बोर्डरमा छु। मलाई लाग्छ यो पसल इन्डिया पछि नेपालको टपमा रहेको एउटा पसल होला। यसपछि तलतिर त नेपाल छ तर यहाँभन्दा उता चाहिँ इन्डिया छ। पसलको मालिक ओनर चाहिँ हाम्रो बा हुनुहुन्छ। हजुर नै हो यो पसलको ओनर? ठ्याक्कै यो चाहिँ इन्डिया र नेपालको बोर्डरमा छ है? बोर्डरमै छ। अनि तपाईँको यहाँ पसलमा चाहिँ मतलब यहाँ घर वरिपरिको मान्छेहरूको लागि पसल बनाउनु भएको? घर वरिपरिकै नास्ता बन्छ यहाँ। अनि हजुरको पसल चाहिँ कस्तो राम्रो चलिरहेको छ? अब त्यस्तै हल्का हल्का नुन्थेली जङ्गलको किनारमा के चल्छ। जङ्गलको किनारै भयो है। अनि सामान चाहिँ तपाईँले नेपालबाट ल्याउनुहुन्छ कि इन्डियाबाट? नेपालबाट पनि ल्याउँछौँ बर्डर भए हुनाले भारतबाट पनि अझै आउँछ। होला कति निको सुदूर पश्चिम हो झनै निको ठाउँ छ होला कति निको सुदूर पश्चिम होला झनै निको ठाउँ छ हो आइजानु बसेर जानु
म कथा सुन्न होइन कथा सुनाउन मन पराउँछु चिच्याएर होइन शान्त भएर म अघोरी भिडभन्दा अलग तर सत्यताबाट नजिक आजका लागि यति नै तर कथा सकिएको छैन हामी फेरि भेट्नेछौँ अर्को एपिसोडमा यति नैका लागि सबैलाई बाई बाई लभ यु प्लिज मेक स्योर टु सब्सक्राइब माई युट्युब च्यानल अघोरी